काठमाडौँको सडकमा ट्राफिक प्रहरी देख्नु भएन भन्दैमा नियम मिच्ने सोचमा हुनुहुन्छ? अब सावधान, किनकि तपाईको निगरानी प्रविधिले गर्दैछ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले थापाथली चोकबाट फेसलेस ट्राफिक व्यवस्थापनको परीक्षण सुरु गरेको छ। यसको अर्थ हो सडकमा ट्राफिक प्रहरीको उपस्थिति कम हुनेछ, तर चोकमा राखिएका सीसीटीभी क्यामेराले कन्ट्रोल रुमबाटै तपाईको प्रत्यक्ष निगरानी गरिरहेका हुनेछन्। नियम उल्लङ्घन गरेमा त्यहीँबाट कारबाहीको प्रक्रिया अघि बढ्नेछ। ट्राफिक प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार यो परीक्षण सफल भएमा उपत्यकाका अन्य स्थानमा पनि यसलाई विस्तार गरिनेछ। आगामी दिनमा स्मार्ट ट्राफिक लाइट, एआई क्यामेरा र पूर्ण इन्टेलिजेन्ट सिस्टम जडान गर्ने ट्राफिक प्रहरीको योजना छ। प्रविधिबाटै निगरानी सुरु भएपछि अब हामी नागरिक थप अनुशासित हुन जरुरी छ। सडक साँघुरा छन् र सवारी चाप बढी छ, त्यसैले लेन अनुशासनको पालना गरौं। सबैले सभ्य तरिकाले सवारी चलाउने हो भने सडकमा प्रहरी नहुँदा पनि कुनै समस्या हुँदैन।